पाकेछ हेर्दैछु है पाक्यो होला लगभग कति पाकेछ ल 15 मिनेट लाग्यो जस्तो है यो पाक्न धेरै पाक्यो भने प्यात्त हुन्छ ठिक्क पकाउनु पर्छ ल अब यसलाई सेलाउन दिनु पर्यो नि एकछिन काट्नलाई उसिनेर तयार भयो अब भेराइटी अफ कटर रेसिपीहरू बनाउने आज टन्न खाऊ है म बनाइदिन्छु तिमी टन्न खाऊ रे त्यसै यहाँ कस्तो मोटाइसक्यो कटरले मोटाउँदैन क्या यो ल ल खाऊँ न त आज ए प्याज काटेर रुन लाग्यो म काटिदिउँ आऊ प्याज काटेर आँसु आइसक्यो मेकअप बिग्रेला फेरि हिरोनीको मेकअप बिग्रेला दिदीलाई लसुन छोराउँदै त्यहाँ गाह्रो भइसक्यो नि लसुन यति चाहिन्छ अलि बढी हुन्छ है त्यो हो कति मैले अघि त्यहाँ अदर नै हालिदिउँ लसुन अदर फुटौँ है रमाइलो छ है रमाइलो हुन्छ काम गरेपछि खान पनि मन लाग्छ सँगै बसेर मिठो पनि हुन्छ एक्लै बनाएर एक्लै खाना नमिठो फेरि छ नि जहिले आफूले मात्र बनाएर खाँदा कस्तो स्वाद छ नि कहिले काहीँ अरूले पकाएर खाँदा छँडेको डेको हैरान जाले जिन्छ पनि फिरोज नगर कस्तो मिठो बनाएको भन्ने अनि ल लसुन अदर त्यो के गर्नु लाग्यो त्यसले यो चाहिँ प्याजसँगै फ्राई गर्नु अनि टेस्ट आउँछ के लसुनको यो यो लसुन पेस्ट भयो लसुन अदर पेस्ट ल ल ठिक छ ल यो चिसो भयो म काट्दिउँ यो काटौँ नि म फलली क्या म यो निकाल्ने हो यसरी ठिक्क पाकेछ 4-5 सिटी नै आयो है अनि खोलिहाल्नु पर्ने रहेछ है वाच्याको हुन्छ प्यात्त हुन्छ प्यात्त हुन्छ अलि सेलाएपछि काट्नु पर्ने रहेछ नसेलाइ काट्यो भने यो टुक्रा टुक्रा हुन्छ क्या मोडलिङ सँगसँगै यस्तो कुकिङमा पनि इन्ट्रेस्ट रहेछ है तपाईँको पहिला त यसमा इन्ट्रेस्ट थियो पछि पछि भएपछि फेरि कहाँबाट चिया पुगेँ मेरो यही दुइटा हो इन्ट्रेस्ट चाहिँ पकाउने र नाच्ने भन्नु पऱ्यो मलाई पनि सिकाउनु पर्यो के सिकाउनु नाच्न तिमीलाई झन् कस्तो राम्रो नाच्न आउँछ हिजो कति राम्रो नाच्यो आमा तिमी त भित्र भित्र छुपाएर जस्तो पनि डान्स रहेछ मेरो बाहिर बाहिर है तिमी छुपाएर जस्तो पनि डान्स निकाल्नु पर्ने यो भित्रको चाहिँ निकाल्नु यो राख्दा के हुन्छ छिप्पेको हुन्छ खानलाई अप्ठ्यारो हुन्छ कि छिप्पिया हुन्छ क्या त्यो तर यो ठुल्ठुलो पिस गऱ्यो भने राम्रो हुन्छ किनभने यो ठुलो पिस गर्दाखेरि सिलाउने गरी च्वास्स हुने गरी होइन ट्वाक्क ट्वाक्क यसको थैला पनि बनाउनु मिल्छ नि मिल्छ जे बनाए हुन्छ कि खास भन्ने मसला मात्र त हो नि चिन्छ मासु नखानेहरूलाई चाहिँ फर्स्ट क्लास हो यो मासु जस्तै हुन्छ ल काटकुट लगभग सक्यो है हाम्रो अब यो एक टुक्रा चाहिँ मोमो बनाउने है अनि यो चाहिँ पकौडा बनाउने ल यतिको चाहिँ ग्रेभी यो चाहिँ ग्रेभी पकाऊँ ओ क्यामेराम्यान होला क्यामेराम्यान सुत्यो भिडियो कहाँ आयो झमेका आया त यो पनि झौला बिचरी भात खाए एकचोटि निदाए दिनाले लट्ठ हुने गरी काम दिन्छ दिनाले खाएपछि लट्ठ हुने गरेर खुवाउँछ है यस्तो मिठो बनाउँछ खाना खाएर पेट अगाएर पनि भुँडी फुट्ला जस्तो ल बनाउँ ल हाम्रो सबै इन्ग्रेडियन्टहरू ठिक भयो